मैले भनेकी सुने छैन आफूले फुटाउनु हामीले पहिलेदेखि अरूले फुटाएको हामीले पहिलेदेखि भएर म आफै फुटाउने कहिले खानु भनेर भन्दा थाहा पनि एकचोटिमा यो फुट्नु नि पर्यो त्यो आड एउटा दिले थप्छु हान्न जान्नु पर्यो नि म थप्छु तपाईँ थप्नु खिचिएर हिँड्दैन अल्छी बोकेर मात्र सिधा खिचिया छु हेर्ला नि अहिले सिधा बनेर बसेको खिच्यो यस्तो तेर सार मात्र बस्यो त्यही पनि आइफोन समाएर दिदीको नगर है त्यो आइफोनको यहाँनिर रातो टक्क लाग्यो दाइहरूलाई लगाइदिनु नि कान्छालाई खोइ कान्छा खोइ सेक्नै भनेन कान्छाले पनि त्यसलाई मात्रै हो अनि कान्छाले काटेर छेड्नु पर्यो अनि त्रिपल भएन गाडी उठाउनु एकछिन यता साइड गर्छ नि ल टिका आइदियो नि त यिनीहरूलाई पहिला टिका चाहिँ ला टिका लगाइदियो नि त यिनीहरूलाई ऊ आउँदै गर्छ अनि अझ आइपुगेन लुगा लाउनु पर्छ ला पहिला भाइलाई बुझाएन हो नि पहिला अझै माथि आउने स्टेप पहिला सर्ट डालेर तिम्रो मम्मीले भेटे ल टिका टक्क लगाइसो घर बुढाल्ने रेडी भएर बसेर चाहिँ एउटा म बुढाउँछु नि कति हिला भने कहाँबाट आउने ससुरा अनि यो आइहाल्नु न पिङ्की पिङ्की छ त यो पिङ्की यो के कलर हो यो उठाउने बेला भयो थियो उठा म त तीनचोटि लागि अरे ओहर पर्नु एकचोटिमा फुट्यो यो दाँते ओखर राख्ने कि भन्दैन भिडियो खिचेकी सानो फोटो दाँते ओहर राख्ने होइन हो र म यदि हाले ओहर ल्याइथिए त हाडे राखे साह्रो नि कहाँ दाँते लास्टै साह्रो राख्यो त थाहा नहोस् है दिदी कस्तो राम्रो है त्यो चाप्नु हुन्न त्यो यति साह्रो ओखर त अलि यता बस्नु त्यो भिडियो खिचिरहेको सिरिस के खायो टिभी खोइ त्यो तेरै हातले छेकै त्यो राम्रै छ नि होइन अलिकति त उतापट्टि दिदी बसेको यति यतापट्टि आउनु तैँले लगाइदिनु न भाइ भिडियो मात्र गर्ने हो र फोटो खिच्ने फोटो यसबाट पनि खिचिदिनु लाउनु मोबाइल छ खोइ सिधा पर्सिधा एक्सक्युज मी लाउनु मलाई चाहिँ लाउनुलाई अलि यता बस्नु माथि माथि थप्छु थप न त्यहाँ तपाईँ यहाँ बस्नु भिडले बिगारिहाल्छ नाकबाट लगाइदिनु नाकमा लाउँदैन त्यसले चाहिँ छैन ट्याक ट्याक थप्दै भयो यो नि काले भाइलाई उयो भाइलाई छुट्टी छेड्नुपर्छ अनि यिनीहरूलाई पनि छेड्दै जान्छ उता किन त हाल्नु न तपाईँलाई छोड्दैन क्या बाँकी हाल्दिनँ भनेर लाउँछ पहेँलो होला सेतो पनि के हुन्थ्यो त है त्यो यति हो 4 5 6वटा त छ यहीँ त सेतो रहेन यति हो सेतो छ त्यो कहाँ हो त्यो एउटा भयो एउटा मलाई लगाइदियो नि तिनीहरू उठ्छ अनि त्यो सर्दालाई उयो रबिना लगाएर कान्छालाई छिक्को ठिक्क हुन्छ एउटा माला लगाइदिनु यता कति ढिलो आएको है तीन भाइ यसो बसेर ढिला गरे ल्याउने गरेको ढिला झन् अहिलेकै वर्ष यसलाई ठुलो हुँदैन फिरोजलाई कस्तो राम्रो रहेछ यो राम्रो छ नि कलर राम्रो छ यो मान्छे मोटो ल आउनु त चप्पल उतै राखेर आउनु म यहाँ भाउजू हेर्न यो सबलाई उम्काएर पठाउने मम्मी देखिरहेछ सबलाई अनि तिमीलाई के अरे भाँडा छोडेर आयो थियो नि कोही सब आएको भाइको अहिले कसरी मिलाएर नगम भयो
त्यसो लाग्यो मात्रै हो लड्छमै हुँदैन अब ज्यानले थाम्नु सक्दैन तैँले खेल्ने लागि हो क्या अनि के छ त हाल